पूर्वी चितवनको रत्ननगर 13 स्थित जय मङ्गलाको एउटा घर। त्यही घरमा बिलौना गरेर रोइरहेकी 78 वर्षीय एक बुढी आमा गौरीमाया अधिकारी। पिँढीमा बसेकी उनी घरि नाति त घरि छोरा बुहारीको फोटो राखेको एल्बम हेरेर मूर्छित हुन्छन् त घरि बिलौना गरिरहन्छन्। उनले खाली पेटमा आँसु बगाउन थालेको 6 दिनभन्दा बढी भइसकेको छ। बुढेसकालको सहारा जेठो छोरा नन्दप्रसाद र बुहारी गङ्गामाया ज्यानको बाजी थापेर राजधानीमा अनसन बसेका छन्। गौरीमाया कराउँछिन् तर उनको चित्कार घर बाहिर जाँदैन। उनका बारे बुझ्ने कोही छैन। यति बेला नाति कृष्ण प्रसादका हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा बसेका छोरा बुहारीको स्वास्थ्य नाजुक भएको खबर सुनेपछि उनी एकोरिएकी छिन्। आज भोलि 2061 जेठमा गोर्खा फुजेल 7 का 18 वर्षीय कृष्ण प्रसाद एसएलसी दिएर चितवन आएको समयमा माओवादीले बिना कारण सुराकीको आरोप लगाई अपहरण गरेर हत्या गरेपछि यो परिवार विक्षिप्त बनेको हो। नाति हजुरबा हजुरआमालाई भेट्न आएका थिए। आएको 3 दिनमा उनलाई माओवादी कार्यकर्ताले घरभन्दा केही टाढा रहेको कैर खोलामा लगी हत्या गरेका थिए। त्यस दिनबाट यो परिवारको खुसी लुटिएको छ। नन्दप्रसादको अवस्था गम्भीर भन्ने सुनेदेखि पेटमा अन्न परेको छैन। यी आमाको मनभरि वेदना छ। कसलाई पोख्ने, कसले सुन्छ? गौरीमाया नरोएको दिन छैन। गौरीमाया अधिकारीलाई अहिले सबैभन्दा बढी पीडा छ। बुढेसकालमा पनि सन्तोषको सास फेर्न पाएकी छैनन्। छोरा बुहारी काठमाडौँमा अनसनमा छन् र जेठो नाति नूर प्रसाद पनि न्यायको भिख मागेका छन्। त्यही घरमा आफूलाई भेट्न आएको बेला नाति कृष्ण प्रसादलाई माओवादीले हत्या गरेका थिए। त्यो पीडाले गौरीमायाका आँखामा आजभोलि आँसु टुट्दैन। कृष्ण प्रसाद न आर्मी थिए न सुराकी नै। कसैको व्यक्तिगत रेसिपीलाई जनयुद्धको नाम दिएर निर्दोष किशोरको हत्या भएपछि यो परिवारको सबै हाँसो सिद्धायो। आफ्ना बुढा भएका हजुरबुवा हजुरआमा भेट्न जाँदा बेफ्वाकमा मारिए। त्यो दिनको घटना ताजा छ कृष्ण प्रसादकी फुपू रूपा रेग्मीको मानस पटलमा। यो भाइ गोर्खाली भाइ हो। यहाँ जयमला हजुरमा अब सानो वृद्ध भए बुढाबुढी छन्। उनीहरूलाई भेट्न आएको नि भन्दैछन् रे उनीहरू। त्यसो भन्दा भन्दै अन्त लिएर गयो भनेर भने तिमीहरूले कस्तो किन के भनेर लिएर गएको त त्यसलाई भन्यो। अनि बेलुका त मारेर सत्यनाश बनाइदिहाले। नातिको हत्याको पिरले हजुरबुवाको गत कार्तिक 22 गते निधन भयो। बाबुको निधनमा त्यति बेलाका प्रधानमन्त्री बाबुराम भट्टराईले नजरबन्दमा राखी नन्द प्रसादलाई र क्रिया गर्न पनि पाएनन्। प्रहरी समक्ष किटानी जाहेरी दिएका छन् तर सरकारले कुरा के हो बुझेन। यता गौरीमाया नातिको फोटो हेर्दै रुँदै बसेकी छन्। व्यक्तिगत घटनालाई द्वन्द्वकालमा जोडेर हत्या गरिएको परिवारको आरोप छ। हजुरआमा गौरीमाया भन्छन् कि न्याय देऊ, होइन भने हामीलाई नै मार। नाति मारेर हजुरबा रोगाएर मिट्नु हो। फेरि बस्न खान भएन। बाबु नियम कसैले गरिदिएन। नियम नगरिदिएपछि के भएर माओवादी युद्ध क्रममा मारिएका गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको परिवारको पीडा बढ्दो छ। 17 वर्षको एक किशोर गोर्खादेखि पिछा गरी चितवनमा ल्याएर मारिएको छ। यति मात्र होइन, अनसनमा बस्दा मानसिक रोगी देख्यो पुलिसले। यो देशमा के अपराधी मात्र बाँच्ने हो? न्याय कहाँ छ यहाँ? अपराध गरेर समाजमा रवाफ देखाएर कथित समाजसेवी पल्टनेहरूमाथि तत्काल कारबाही होस् र विधिको शासन र न्यायको शासन स्थापित गरियोस्। dcnepal.com का लागि अनिल ढकाल, जयमङ्गला, चितवन।